तसर्थ आज म यहाँ पहिलो पटक आएँ। तर नगरपालिकाले बाटो अर्को चिप्लो नगरमा रहेछ। बजेट छुटाउनु मिल्दैन नि। तैपनि आइपुगेँ। यो त महालक्ष्मी अब नगरपालिका अर्को पटक पनि आउँछ है। यो चाहिँ मेरो वादा भयो। र आज यो जुन मैले किराँत धर्मसँग आबद्ध जुन यो हवन गर्ने मौका पाएँ, जिन्दगीमा पहिलो पटक पाएँ। त्यसको लागि पनि आयोजक मित्रहरूलाई धेरै धेरै धन्यवाद। र यहाँ बत्ती बालेर समुद्घाटन गर्ने अवसर पनि पाएँ। बत्ती बालेर समुद्घाटन त म महानगरको 2 पटकको मेयर भइसकेको हुनाले धेरै धेरै गरिसकेँ, रिबन काटेर आदि इत्यादि। तर यस्तो किसिमको समुद्घाटन अथवा पूजापाठ चाहिँ गर्न पाएको थिएन। यो पनि गर्न पाएँ, त्यसको लागि पनि धेरै धेरै धन्यवाद। यहाँले मलाई मौका दिनुभयो, त्यसको लागि थ्याङ्क यू सो मच। अब मैले धेरै कुरा गर्नु छैन। म महर्जन अर्थात् ज्यापो, त्यो भनेको चाहिँ किसानी, खेती किसानी गर्नेहरू। र हामीलाई चाहिँ हाम्रो पूर्वजहरू को भनेर खोज्दाखेरि किराँतहरू नै हाम्रो पूर्वजहरू हुन्। हुन त यसमा अलिकति अनुसन्धान पुगेको छैन होला देखा जाएगा, तर अहिलेसम्मको लिट्रेचरहरूमा चाहिँ हामीले त्यो भेट्टाएका छौँ। त्यसलाई चाहिँ कसैले पनि रिफ्युट गरेको छैन, त्यसलाई विरोध गरेको छैन, तसर्थ समर्थनै भएको मैले पाएको छु। एउटा कुरा। अनि अर्को चाहिँ ललितपुर महानगर, जसलाई चाहिँ यसको ओरिजिनल नेम काठमाडौँ भ्यालीभित्र काठमाडौँलाई ये भन्छ, अनि भक्तपुरलाई खोपो भन्छ, ललितपुरलाई येलो भन्छ। यो येलो पनि राजा यलम्बरले नै स्थापना गरेको भन्ने चाहिँ किंवदन्ती छ। तसर्थ तपाईँहरूसँग अब भाषा अलिकति फरक पर्यो, ललितपुर छ नि त। तसर्थ तपाईँहरूसँग हाम्रो चाहिँ एकदमै अनुन्यासिल सम्बन्ध छ। यसलाई अलिकति प्रगाढ पार्नको निमित्त आज यस कार्यक्रममा यहाँले मलाई बोलाएर चिफ गेस्टको रूपमा बोलाएर जुन सम्मान दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। र अघि भने जस्तै अब यसको निरन्तरता भइरहोस्। मलाई जहाँसम्म लाग्छ हाम्रो सम्बन्ध प्रगाढ हुँदै अगाडि बढ्छ र एक आपसमा हामीले चाहिँ कार्यगत एकता गर्नु सक्ने पनि सम्भावना रहन्छ भन्ने कुरा मैले यहाँलाई निवेदन गरेँ। अब मैले एउटा कुरा यहाँलाई भन्नै पर्छ कि यो महालक्ष्मी नगरपालिका अन्तर्गत पर्छ। यो पुण्यभूमि, तीर्थस्थल, धार्मिक स्थल। तर म चाहिँ महानगर, ललितपुर महानगरको मेयर भएँ। पालिका फरक पर्यो, त्यसले गर्दाखेरि अलिकति हामीलाई चाहिँ साह्रो गाह्रो पर्छ। तर महानगरले एउटा पोलिसी लिएको छ। त्यो पोलिसी भनेको कस्तो भन्दाखेरि ललितपुर महानगर ललितपुर जिल्लाको 6वटा पालिकाहरूमध्ये वान अफ द लार्जेस्ट, वान अफ द बिगेस्ट र रिचेस्ट पनि भनौँ न, होइन धनी पनि। तर त्यस कारणले गर्दाखेरि हामीले बाँकी 5वटा पालिकाहरू, 3टा गाउँपालिका र 2टा नगरपालिका, त्यसमा पनि हाम्रो महालक्ष्मी नगरपालिका, यी पालिकाहरूलाई चाहिँ ललितपुर महानगरपालिकाले वर्षै पछि हाम्रो रातो पुस्तिकामा बजेटको विनियोजन गरेर हामीले सहयोग गर्दै आइरहेको सन्दर्भ छ। यो भन्दै गर्दा हामीले चाहिँ सहयोगको सीमा 2 किसिमको मात्रै छ। एउटा चाहिँ सम्पदा भन्नाले ट्यान्जिबल एन्ड इन्ट्यान्जिबल हेरिटेज पर्छ, मूर्त र अमूर्त। अनि अर्को चाहिँ वातावरणसित। तसर्थ एकचोटि यहाँहरूले महालक्ष्मी नगरपालिकाको मेयर साहबसँग यसो भलाकुसारी गर्नुहोस् कि ललितपुर महानगरपालिकाले दिने एक बजेट यतातिर सार्नको निमित्त यो कुरा गर्नुहोस् न। त्यो भयो भनेदेखि त मलाई एकदमै सो मच बेटर है। यो कुरा चाहिँ मैले यहाँ समक्ष निवेदन गरेँ। त्यो बाहेक पनि अन्य कार्यगत एकता गर्न सक्ने कुराहरू छन् भने देखा जाएन है त। ल मैले यति नै कुरा यहाँ समक्ष निवेदन गरेँ। अब हिजोसम्म अस्ति उहाँहरू मेरो कार्यकक्षमा आउनुभयो, मलाई चाहिँ मन्त्रमुग्ध पारेर आउनुभयो उहाँले। एकदमै मेयर साहब आउनुपर्छ। पुलचोकमा, मेरो घर पुलचोक हो, पुलचोकमा चाहिँ एकजना हाम्रो
नाउँ बिर्सेँ मैले उहाँको, दयाराम राई, भैरव राई। उहाँको एउटा चिया पसल थियो। जब म वडाध्यक्ष थिएँ त्यो बेला उहाँकोमा चाहिँ धेरै चिया खाएको। अनि उहाँको नाउँ लिनासाथ मैले सोधिने गरेँ, उहाँ त बितिसक्नु भएको रहेछ। अब उहाँलाई श्रद्धासुमन अर्पण गर्न पनि मैले चाहिँ आज आउँछु भनेर भने, तसर्थ आइपुगेँ। अब एउटा माध्यम चाहिँ त्यो हुन गयो। अब हाम्रो बिचमा चाहिँ अब भेटघाट भइहाल्यो। नभेटेसँग को भेटेपछि माया मोह भने जस्तै होइन। अब तपाईँहरूसँग मेरो आजदेखि माया मोह लाग्यो। आउनुहोस्, ललितपुर महानगरपालिकामा तपाईँहरू काम पर्दाखेरि अथवा कामै नपर्दाखेरि पनि यस्तो तलतिर झर्दाखेरि आउनुहोस्। हामी चाहिँ किराँतको यस्तो 96औं समाज सेवा दिवसमा चाहिँ तपाईँलाई भेटेको भनेर आउनुहोस्। म छु भने म सँगै बसेर चिया खुवाएर पठाउँला, होइन भनेदेखि चाहिँ मेरो सचिवालयले चाहिँ पक्कै पनि सँगै राखेर चिया खुवाएर पठाउँछ है त। र यति नै कुरा मैले व्यक्त गर्दै यहाँहरूलाई पुनः पनि हार्दिक धन्यवाद ज्ञापन गरेँ। मेरो चाहिँ एउटा अर्को प्रोग्राम अझै 4 बजी पुग्नु छ, तसर्थ म चाहिँ यहाँ अघि टाइममै आइपुगेँ है, एकदमै टाइममा आइपुगेँ। त्यो कुरालाई पनि मध्यनजर राखेर तसर्थ अब म अर्को पटक आउँदाखेरि पनि टाइममै आउँला र पुरा समय बस्ने वादा गर्दै आजको लागि चाहिँ म गइ पनि हाल्छु भन्दै मेरो छोटो मन्तव्य मैले यहीँ टुङ्ग्याएँ। यहाँ सबैलाई पुनः पनि शुभकामना, हार्दिक धन्यवाद। जो बापा।